कहाँ हुन्छ के थाहा छैन। कसो भाउ सुताइ हुनु लाग्यो? ल ठिक छ। अब यहाँ सुताइ यस्तो छ, यहाँ लेखाइ यस्तो छ। कसो भाउ के गर्दै हुनुहुन्छ? पढ्दै कि खेल्दै कि? सबै यहाँ पास्टरहरूको सुत्ने ठाउँ हो यस्तो छ। रमाइलो छ। हेलो, तपाईँ पनि पास्टर हो? हो पास्टर हो? होइन नि, म पास्टर के हो? जवान युवा हो? युवा। ल ठिक छ। ए जेन्जी पो हो? जे होस् क्रिस्चियनमा पनि जेन्जी छ है, याद गरे हुन्छ। जेएनजी पुस्ताकोमा पुगेछ पास्टर हो। तपाईँकोबाट भिडियो गरेको जेएनजी पुस्ताकोमा गएछ। अब तपाईँ कति दिनको सेमिनारको लागि आउनु भएको छ? बढ्नुहोस्। 2 दिनको। 2 दिनको। आज कस्तो सिक्नुभयो? धेरै राम्रो सिक्यो। तपाईँलाई मनपर्ने कुरा एउटा भनिदिनु त, के चाहिँ सिक्नुभयो ठ्याक्कै? पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा सिकेँ। पुस्ता चाहिँ आफ्नै समयमा यो मेरो हो भनेर अनि त्यसलाई समातेर बस्नुभन्दा पनि हस्तान्तरण गर्न सिक्नुपर्ने रहेछ भन्ने सिकेँ। त्यो सिक्नुभयो? धन्यवाद पास्टर मिज्यू क्यारे हो? मिज्यू। कसो हो? आज यतै सुताइ हुन्छ हो? अनि केही आज के सिक्नु भन्नु न? के सिक्नु भन्नु न? पास्टर भएपछि त अब पछि हट्नु भएन। थोरै एउटा लागेको भन्ने एउटा इन्टरभ्यू होइन, इन्टरभ्यू साथीभाइमा गफ हो। हामीले आज सिकेको कुरो अब चेलाको कसरी निर्माण गर्ने एक होइन। अनि त्यसपछि गएर समूहमा बस्ने चेला, के समूहमा के भन्छ, भेलामा रमाउने अगुवा र चेला निर्माण निम्ति चेला निर्माण गर्ने अगुवाको बिचमा भिन्नताको विषयमा हेरौँ। चेलाको प्रक्रिया, चेला निर्माण गर्ने प्रक्रिया चाहिँ के हो भन्ने विषयमा सिकाउँ कि त्यो सिक्नुभयो। हालेलुया। पास्टर भाउ ल, हाम्रो पास्टर भाउहरूको सुत्ने ओछ्यान भइसक्यो। ल आज के सिक्नुभयो त पास्टर भाउ? जय मसी। म त बिहानबाटै क्लासमा थिएन। तपाईँ थिएन? कति बजे आउनुभयो? म त अहिले बेलुका आइपुगेँ। भोलि तपाईँलाई प्रश्न हुँदैछ, तपाईँलाई सोधिनै छ। पास्टर भाउ आज के सिक्नुभयो? छोटो पर्छ। आज चाहिँ चेलापनको बारेमा, चेला बनाउने भन्ने बारेमा। हो, अर्को तपाईँलाई मनपर्ने चाहिँ के हो? मनपर्ने भने चेला बनाउनु चाहिँ पर्ने रहेछ होइन, चेला बनाउनु पर्छ भन्ने कुरा। हजुरलाई पास्टर भाउ जय मसी। जयमसी। हजुर भन्नुहोस्, तपाईँलाई के मन पर्यो? आजको विशेष त्यो खण्डद्वारा कथाद्वारा प्रस्तुत अवलोकन गर्ने अनि उहाँहरूलाई पनि बोल्नु लगाउने, भन्नु लगाउने अनि त्यसको व्याख्या गर्न लगाउने, निष्कर्ष के हो, शिक्षा के हो, त्यसले भन्नु खोजेको के हो, खण्डबाट चाहिँ त्यो चाहिँ एकदमै राम्रो लाग्यो। सिक्नुभयो है? ठिक छ। अब सिक्ने मात्रै होइन, सिकाइन्छ होइन? सिकाइन्छ। हालेलुया। आमेन। हालेलुया। पास्टर भाउ भोलि तपाईँको पालो है? ठिकै छ। त्यो होइन, त्यो वाट्सएपमा हालेको थियो, त्यो चेला बनाउने कतिवटा विषय हालेको थियो। मेरो अलि बिजी भयो कि तिहारदेखि यता, त्यसले गर्दा फेरि मैले त्यो अध्ययन गरेर अलिकति समय पनि भएन। कपी चाहिँ गरेर ल्याएको छु आज। खासै त्यहाँ भएको चाहिँ एउटा फर्मुला मात्रै हो, वाट्सएपमा पठाउनु भएको। तर खास चाहिँ हामीलाई अर्कै तरिकाले सिक्यो होइन? हो, त्यो अनुसार छ नि त होइन? अब भोलि चाहिँ हामीबाट उहाँहरू के गर्नुहुन्छ अरे? भोलि चाहिँ हामीबाट सिक्दै हुनुहुन्छ, तपाईँ हामीबाट सिक्दै हुनुहुन्छ। अब ठिक छ, खुसी लाग्यो। हुन्छ सबैजनालाई जय मसी।